मृत्यु अन्तिम विकल्प होइन। ऊ मर्छ तर उसको आत्मा मर्दैन। ऊ तर्छ तर उसको हंस तर्दैन। शरीर उसको यहाँ तिम्रै आँखा अगाडि लडिरहन्छ। एकमुठी सास पर घडीको काँटासँगै अडिन्छ। शरीर हो यो माटोको, यहाँ नै छोडी जानुपर्छ। आत्माको संसारमा नासमान शरीरको कुनै अस्तित्व हुँदैन। अहङ्कारले बनिएको धड्कन त्यहाँ धड्किन सम्भव हुँदैन। ऊ मर्छ तर उसको आत्मा मर्दैन। ऊ तर्छ तर उसको हंस तर्दैन। शरीर उसको यहाँ तिम्रै आँखा अगाडि लडिरहन्छ। एकमुठी सास पर घडीको काँटासँगै अडिन्छ। आमा बिलाप गर्छिन् अँध्यारो कुनामा। बुवा निशब्द रुन्छन् मनैमा। साथी सङ्गी इष्टमित्र छिमेकीको सानो बुद्धिले झन् परिवारको मन चित्कारसँगै रुन्छ। घरको बलेसीमा आँसुका धाराहरू पोखिन्छ। त्यो बेलासम्म त ऊ आफ्नो घर संसार छोडी कुन पुरमा नौलो प्रवासी एक अपरिचित बटुवा भइसकेको हुनेछ। आजदेखि उता भान्सामा उसको भाग पस्किँदैन आमाले। ऊ सुत्ने पलङमा आज कोही आएर सुत्दैन। सायद आउँछ होला यादहरू उसलाई झझल्को झलझली। आँखामा हिज जीवित हुँदा अन्तिम मुस्कुराएको, हिज दारुण दुःख र पीडामा ऊ गिडगिडाएको। ऊ मर्छ तर उसको आत्मा मर्दैन। ऊ तर्छ तर उसको हंस तर्दैन। शरीर हो यो संसारको हिस्सा, यहाँ नै बिर्सी भुल्नुपर्छ। जति नै रोए आफन्त मृत्युको द्वारबाट भित्र नयाँ संसारमा पस्न नै पर्छ। यदि साँचो मुक्तिदातालाई छ भने भेट्न। ऊ ढुङ्गा जस्तो भाछ आज। ऊ ढुङ्गा जस्तो भाछ आज। तिमीले आफ्नो हिसाबमा अन्तिम संस्कार गर या नगर। उसलाई माटोमा दफन गर तर उसको आत्मा दफनिँदैन। उसलाई आगोले जलाऊ। उसलाई आगोले जलाऊ तर उसको आत्मा आगोले जल्दैन। यसैले मृत्यु अन्तिम विकल्प होइन। यसैले मृत्यु अन्तिम विकल्प होइन।